शरीरलाई मोटापनदेखि तपाईँले बचाउन चाहनुहुन्छ, शरीरमा चर्बी घटाउन चाहनुहुन्छ भने यही नै हो एउटा जडीबुटी। यसलाई अम्बाको पात अथवा अम्बकको पात भनेर भनिन्छ है। यसले शरीरमा भएको जटिल स्टार्चलाई चिनीमा परिणत हुनदेखि रोक्ने गर्दछ, जसको कारणले गर्दाखेरि तपाईँको शरीरलाई यसले धेरै फाइदा दिने गर्दछ। अनि बोसो जम्नदेखि यसले बोसो जम्न दिँदैन, कोलेस्ट्रोल एकदमै कम गरिदिन्छ, जसको कारणले गर्दाखेरि तपाईँको शरीरमा स्फूर्ति आउँछ। तपाईँको मोटापनदेखि तपाईँलाई मोटापनको शिकारदेखि तपाईँ बाँच्नुहुनेछ। तपाईँको ओजन घट्ने गर्दछ है, र भित्रबाट नै तपाईँलाई ताकत दिने गर्दछ यसले। र यसलाई खानुपर्ने कस्तो हो भने 3टा पात लिनुहोस्, बिहान बिहान त्यसलाई हल्का कुच्याएर पानीमा मजाले उमाल्नुहोस्। पानीमा मजाले उमालिसकेपछि त्यसलाई तपाईँले चियाको रूपमा सेवन गर्नुहोस्। अम्बाको पातको तपाईँले चिया पिउनुहोस्। चिया यसरी दैनिक रूपमा तपाईँले यसरी पिउनु भयो भने स्वस्थ मानिसले पनि यो पिउनु पर्ने हुन्छ। तपाईँको शरीरभित्र भएको नराम्रो कोलेस्ट्रोललाई कम गर्ने गर्दछ, चिनीको मात्रा कम गर्ने गर्दछ, उच्च रक्तचापलाई नियन्त्रणमा गर्ने गर्दछ, मुटुको कार्यप्रणाली कार्य क्षमतालाई बलियो बनाउनेछ। यस्तो गुण छ यो अम्बकको पातमा र तपाईँहरूले प्रयोग गर्नुहोस् अनि सधैँभरिको निम्ति स्वस्थ रहनुहोस्। धन्यवाद।